गाइस, वेलकम टु माई भिडियो। आज म बनाउँदैछु आलु निम्की। आलु निम्की बनाउनको लागि मैले यहाँ आलु लिएर तास्दैछु। तासेर मैले बोइल हुनलाई राखिदिएँ। गर्दैछु आलु निम्कीको लागि गिलो बनाउनको लागि मैले 1 कप पानीमा 1 चम्चा बेसन राखेर मजाले फिट्दैछु। मजाले फिटिसके पछाडि फुड कलर एड गरेर हिट अन गरेँ। हिट अन गरिसकेपछि मजाले चलाउँदै गिलो सस पनि रेडी भयो। प्याज खोर्सानी र अघि उसिनेको आलुलाई यहाँ हेर्नुहोस् त, मैले चाहिँ अघि नै मसलाहरू रेडी गरेर राखेको थिएँ। यसमा छ अलिकति चटपटे मसला, जिराको धुलो, अजिना मोटो, नर्मल नुन, त्यस पछाडि अलिकति बिरेली एउटा बोल लिएर अघि काटेको प्याज, आलु, चना मटरहरूलाई पनि एड गर्दैछु। त्यसपछि चाट मसला, तोरीको तेल र अमिलो हालेँ। अब म एड गर्दैछु अघि बनाएर राखेको गिलोलाई राखेर राम्रोसँग चलाइसके पछाडि खोर्सानी एड गर्छु। खोर्सानी एड गरेर राम्रोसँग चलाइसके पछाडि हाम्रो आलु निम्की रेडी भयो। Thank you for watching. See you on next video.